के छ भन्दाखेरि हाम्रो यहाँ आर्काइभ भन्ने हाम्रो जर्नलको साइट छ नि, आर्काइभ देख्नु भएको छ है। यो आर्काइभमा गएर अब हामी चाहिँ एक एकजनालाई एक एकवटा इस्यु चाहिँ छुट्याम बिस्तारै गरे हुन्छ, 2-3 हप्ता 4 हप्ता लगाएर गरे नि हुन्छ। छिटो गर्न सकिन्छ भने छिटै गरौँ होइन। त्यसमा गर्ने चाहिँ के हो भन्दा सपोज यो एउटा इस्यु छ, मेदेखि अगस्तको इस्यु छ, एकजनाले एउटा जिम्मा लिउँ, यो चाहिँ थुप्रै थुप्रै आर्टिकल्सहरू छन्, त्यतिखेर यो तलको मास्टर हेड भन्ने चाहिँ चाहिँदैन हामीलाई। त्योभन्दा माथिको चाहिँ सबै डाउनलोड गर्नु पर्यो। डाउनलोड पिडिएफ गरेर यसरी यहाँ क्लिक गर्दा बित्तिकै डाउनलोड हुन्छ, यहाँनिर क्लिक गर्दा बित्तिकै अघि डाउनलोड भयो होइन। त्यसपछि चाहिँ हामी के गर्ने भन्दाखेरि यो जुन साइट छ यसमा जाने, पहिला आफ्नो एकाउन्ट लगइन गर्नुहुन्छ, अनि त्यसपछि ड्यासबोर्डमा जाने आफ्नो। यो चाहिँ मैले भोल्युम 4.1 चाहिँ काम गर्दैछु अहिले चाहिँ। यो मैले डाउनलोड गरेँ त्यसरी नै सबै आर्टिकल्सहरू। अब यसलाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि अब हामीले सबै मैले 466 सम्म पुगेको छु। डाउनलोड गर्नु भयो भने यस्तै नम्बर आउँछन् ल। त्यसपछि चाहिँ अब गर्ने भनेको चाहिँ हामी साइटमा जाने, सबमिसन अहिले खोलेको छ हामीले, किनभने त्यो अपलोड गर्नुपर्ने छ भनेर खोलेको छौँ। त्यसमा चाहिँ अब न्यू सबमिसनमा गर्ने। त्यसपछि चाहिँ अब मैले सपोज यसमा चाहिँ गर्दैछु यो 466 वाला आर्टिकल, यसलाई खोल्ने साइडमा यहीँ लेखा हुन्छ केस रिपोर्ट हो भनेर लेखेको छ यसमा। त्यसो भएपछि अब यसमा जाने, यहाँ केस रिपोर्ट लेख्ने, अनि सबै क्लिक गरिदिने। यो सबै 4-5वटा बक्स जतिवटा छ, यहाँ जर्नल म्यानेजर भनेर छ, कसैको अथर भनेर आउँछ, केही फरक पर्दैन, त्यो चाहिँ यो गर्ने अनि सेभ एन्ड कन्टिन्यू गर्ने। त्यसपछि अब चाहिँ हामीले जुन यो काम गरिरहेछौँ नि, यो कति नम्बर हो, यो 466 छ नि त्यो आर्टिकल नम्बर। सो हामीले अपलोड गर्नु पर्यो त्यो आर्टिकल जुन हामीले डाउनलोड गरेको थियौँ अघि, त्यो चाहिँ अपलोड गर्नु पर्यो यसमा। अनि आर्टिकल टेक्स्ट भनेर डिफाइन गरिदिनुपर्छ यसलाई, सेभ एन्ड कन्टिन्यू गर्ने। अब अलिकति झ्याउ काम चाहिँ यहाँनिर छ है। यहाँनिर चाहिँ अब गर्ने भनेको सबै हामीले म्यानुअली इन्ट्री गर्नुपर्छ सबै कुराहरू। त्यो अलिकति झ्याउ चाहिँ छ यसमा, तर पनि अब गर्नै पर्छ होइन। अब टाइटलमा चाहिँ हामीले अब यो खोल्ने पिडिएफ, त्यसपछि कपी गर्ने टाइटल भयो। धेरै मिलाउन चाहिँ पर्दैन किनभने पहिले मिलिसकेको छ। एब्स्ट्राक्ट यही हो, यो किवर्ड्स बाहेक माथिको जुन छ एब्स्ट्राक्ट भन्ने वर्ड चाहिँ कपी गर्नु पर्यो नि, यति कपी गर्ने अनि यहाँ लगेर पेस्ट गरिदिने। यो भएपछि एब्स्ट्राक्ट भयो। अब म मेन झ्याउ काम चाहिँ यहाँ आउँछ। यसमा चाहिँ तपाईँहरूले आफ्नो नाम देखाउँछ होला, यसलाई डिलिट चाहिँ गर्नुपर्छ, तर पहिला कन्ट्रिब्युटर्सहरू एड गर्दै जाने पहिला। यसमा चाहिँ हामीलाई यसमा 2 जना अथर मात्रै छन्, अलिक सजिलो हुन्छ। कुनै 10-12 जना हुन्छ नि, त्यसमा अलिकति गाह्रो हुन्छ। यसमा चाहिँ यो नाम कपी गर्ने पहिला, त्यसपछि यहाँ जाने, नेम दिने, फ्यामिली नेम, त्यसपछि हामीलाई इमेल एड्रेस चाहिन्छ। इमेल एड्रेस चाहिँ जुन यो यहाँ दिएछ नि त्यही नै राखिदिने। यो चाहिँ दुईटै अथरको एउटै इमेल लेख्दै हुन्छ एउटा आर्टिकलमा, किनभने अर्को हामीसँग छैन नेपाल लेख्ने। एफिलिएसन पनि यतैबाट कपी गर्ने, 1 को हो नि त। सो एउटै ठाउँको रहेछन् 2 जना, अब कहिले काहीँ डिफ्रेन्ट हुनसक्छ। कपी गर्ने, यहाँ पेस्ट गरिदिने। त्यसपछि यो करस्पोन्डेन्स हो कि नै भनेर हेर्नु पर्यो। त्यो के अरे रिकेश ताम्राकार भन्ने छ, तल पनि रिकेश छ। सो यो के भन्छ करस्पोन्डिङ अथर पनि हो। त्यस्तोमा चाहिँ अथरमा टिक लाउने, करस्पोन्डिङ अथरमा टिक लाउने, सेभ गरिदिने। त्यसपछि अर्को कन्ट्रिब्युटर जुन छ हाम्रो, अर्को कन्ट्रिब्युटर उहाँ हुनुहुन्छ
अनि इमेलमा चाहिँ त्यहाँ अहिले हामीले रिक्टिम भनिराखेको थियौँ नि त्यही नै हाल्दै हुन्छ। एफिलिएसन चाहिँ त्यही एउटै छ एफिलिएसन, त्यो कपी गरिदिने राखिदिने। यो चाहिँ करस्पोन्डिङ अथर एउटा भइसक्यो भनेपछि अथर मात्रै टिक लगाइदिने यसलाई चाहिँ भयो। अनि लास्टमा चाहिँ आफ्नो यो जुन नाम भएको छ नि यसलाई डिलिट गरिदिनुपर्छ। हामी त यसको अथर होइनौँ नि त। त्यसपछि हामीले किवर्ड्स अपलोड गर्नु पऱ्यो। त्यसपछि किवर्ड चाहिँ इलेक्ट्रोकार्डियोग्राम छ एउटा एउटा कपी गरेर गर्ने। एउटा भयो। नभए कसैलाई अल्छी लाग्छ भने एकैचोटि साट कपी गरेर राख्थ्यो पनि केही फरक पर्दैन पर्न चाहिँ, तर एउटा गऱ्यो भने चाहिँ बेटर हुन्छ। एउटा गर्ने इन्टर गरिदिने सडन कार्डियक डेथ। अनि सेभ एन्ड कन्टिन्यू गर्ने अनि फिनिस सबमिसन गर्ने, ओके गर्ने। बेसिकली गर्ने काम यति नै हो, योभन्दा बढी गर्नु पर्दैन। तर के कुरा गर्नु पर्यो भन्दाखेरि तपाईँहरूले जुन आर्टिकलहरू अपलोड गर्दै हुनुहुन्छ त्यसको यो जुन नम्बर छ नि, यो नम्बरहरू चाहिँ एउटा एक्सेल सिट बनाएर राख्नु पऱ्यो। किनभने उतापट्टि मेन जुन हुन्छ के भन्छ अरे जसले त्यो अपलोड गर्नुहुन्छ त्यसमा त्यो चाहिँ सबै एकै ठाउँमा आएर बस्छ, कुन हो भन्ने चाहिँ अलिकति गाह्रो हुन्छ। त्यही भएर यो चाहिँ एउटा कुनै एक्सेल सिट बनाएर यो नम्बरको भनेर चाहिँ बनाइदिनु भने सजिलो हुन्छ। यो चाहिँ